अमर माध्यमिक विद्यालयमा रामचरण पौडेल हेड सर रहेछन्। नकुल तिमल सिन्हा सरपछि उनी स्कुलको हेडमास्टर भएका रहेछन्। उनले कसो कसोमा बाँसभरि आउँदैछु भन्ने थाहा पाएको रहेछन्। अस्ति बिहान फोन गरेको थिएँ। उनको भनाइमा म अमर माध्यमिक विद्यालयमा पढेर राष्ट्रभरि नाम कमाउने पहिलो लेखक हुँ। मेरो कहानीमा बाँसबारी र अम्बरपुरको माटोको बास्ना आउँछ। त्यसैले हिरोमा फुलेको कमल जस्तो मैले आफ्नो पुरानो स्कुललाई बिर्सिन मिल्दैन। एकपल्ट पाइला टेक्नै पर्छ र भर्खरै सपनाको गलैँचा बुन्न तान कसिरहेका विद्यार्थीलाई केही अनुपम नुस्खाहरू दिनुपर्छ। स्कुलले मलाई धेरै माया दिनेछ र शरबत पिलाउनेछ र मैले स्कुलको छतमा उभिएर पर फैलिएका बाँसघारीहरूमा अस्ताएका सूर्य हेर्न पाउनेछु, जुन दृश्य पुरै अमरपुर र बाँसबारीबाट हराउँदै गएको छ। मैले नाइ भनिनँ। रामचरण सर चाहन्थे म उनलाई फोनमा सुझाव दिउँ, स्कुलका विद्यार्थीले कस्तो कहानी लेखेर मलाई सुनाउन् भनेर। उनी बुझ्न चाहन्थे म जस्तो राष्ट्रको गहना हुन सक्ने अर्को विद्यार्थी छ कि छैन। म एकछिन अल्मलिएको थिएँ। म कथा पढेर राम्रो र नराम्रो भन्न अलिकति सक्छु, तर यस्तै लेख्नुपर्छ भनेर कसरी भन्ने होला। हुन त म जनता दैनिकको शनिबारीय साहित्यिक पृष्ठ शब्द शनिबारको संयोजक पनि हुँ। म छापिने मात्र होइन, नछापिने कथा पनि पढेर समय बिताउँछु। मैले रामचरण सरलाई यति भन्न सकेँ, यस्तो कथा लेख्न लाउनुहोस् जुन आफ्नै गाउँघरको होस्, सके आफैले भोगेको होस्, नभए बुढाबुढीले सुनाएका। अमरपुरमा घ्याच्च बस रोकिँदा दिउँसोको 3:15 भइसकेको थियो। बस पार्क पनि फरक भइसकेको रहेछ। भिडभाड थियो, होहल्ला थियो। पहिला एउटा मात्र सानो काउन्टर हुन्थ्यो, अहिले 3-4वटा थिए। होटलहरूको लहर थियो। हरेक होटलमा फरक गीत बजिरहेको थियो। गायकले पनि झुकेर अर्को गायकको गीतमा लय मिलाउलान् भन्ने डर। त्यसमा पनि अनवरत बस, ट्रक र बाइकका हर्न बजिरहेका। पहिला लुडो र बाघचाल खेलिरहेका मानिस देखिन्थे छेउछेउमा। अहिले त सबैलाई हतार भइसकेको रहेछ। कोही कता कुदेका छ, कोही कता। आँखा मिच्दै जुना छक्क परेर चारैतिर हेरिरहेकी थिए। आस्था काँधमा लागेको धुलो टकटकाउँदै कपाल मिलाइरहेकी थिए। उसको आँखा छतमा चढेको खलासी केटोमा थियो। ब्याग साटिएला नि भन्ने डर उसलाई थियो। मेरो आँखाले भने केही खोजिरहेका थिए। बसपार्कका कुना चाहरिरहेका थिए। मैले जुनाको कलिलो पात जस्तो हात समातेर बसपार्क यसै फन्को लगाए झैँ घुमिरहेँ। टिकट काउन्टरमा ठुलो भिड थियो। सायद नाइट बसको टिकट काट्दै होलान्। मैले भिडबाट यसो भित्र चिहाएँ। भित्र 2 युवक थिए, ऊ थिएन। धेरै वर्ष भयो, सायद छोड्यो कि काउन्टर बस्न। म फर्किनिरहेको थिएँ। उसलाई देखिहालेँ। ऊ भर्खरै स्टाफ होटलबाट खैनी थुक्दै बाहिर निस्केको थियो। चप्पल लगाएको थियो। कुर्कुच्चा पटपटी फुटेको थियो। उसले लगाएको प्यान्ट छोटो थियो। एकातिरको मोडी माथिसम्म उद्रिएको थियो। कालो तर मक्किसकेको कोट उसको शरीरमा लत्रे जस्तो लाग्थ्यो। तालुनिर अलिकति खुलिएको कपाल जिङ्रिङ्ग परेको थियो। ऊ धेरै बुढो भइसकेको थियो। मलाई के थाहा, भोलि अम्बर माध्यमिक विद्यालयको चौरमा विद्यार्थीका कथा कविता सुन्दै म आफ्नै अतीतको यात्रामा निस्किनेछु र पहिलो जम्का भेट यही बुढो राजबहादुरसँग हुनेछ। बिहान मन्दिरको घन्टीसँगै बिउजिए। अप्सरा होटलको हरियो पर्दा हटाएर हेर्दा सडकमा दुधका भाँडा झुन्डाएर दुधवाला कुदिरहेका थिए। होटलको ठ्याक्कै अगाडि मिठाई पसलमा सेतो हाफपन्डी र फिक्का निलो टाटेपाटे लुङ्गी लगाएका ठुलो पेटवाला साउजी लक्ष्मीको फोटो मुन्तिर राखेको लुगा धुने हरियो साबुनमा अगरबत्ती गाडिरहेको थियो। अम्बरपुरको काखमा म धेरै वर्षपछि सपनाविहीन निन्द्राबाट बिउजिएको थिएँ। थकाल्ने होला, आस्था र जुना पनि गहिरो निन्द्रामा थिए। जुना आस्थाको छातीमा घुस्रिएकी थिए। गर्मीले कोठा हप्प थियो। म ज्यान तन्काउँदै तल झरेँ। होटलको साउजी पुत्याइरहेको अगरबत्ती काउन्टरको चारैतिर घुमाइरहेको थियो। ऊ पनि हाफबन्डीमै थियो। उसको काँधमुनितिरको पछिल्लो पातामा बटारिएको रौँहरू देखिएका थिए। उसको कालो गर्दनमा पहेँलो सिक्री टल्किरहेको थियो। 20 वर्ष अघि साउजी दुब्लो थियो र उसको गर्दनमा सुनको सिक्री पनि थिएन। फतफताउँदै होटलको चारै कुनामा त्यसै फन्का लगाइरहन्थ्यो। चौकीबाट ल्याएर सर्वजित मास्टर साहबले पवन र मलाई यही होटलमा राखेका थिए। घरबाट भागेको थाहा पाएर साउजीले पनि गाली गरेको थियो। 20 वर्ष अघि हामी बसेको होटल कर्कट पाताले छाएको थियो। माटोले लिपेको भित्ताहरू थिए। होटलको नाम र साउजीको अनुहारमा मात्र पुरानो होटलको अवशेष थियो, नत्र सबै अर्कै भइसकेको थियो। जयदेव होटलको बाहिरपट्टि चुरो तान्दै उभिरहेको रहेछ। उसले पत्रिकाको मुठो पछिल्लो गोजीमा खोजेको थियो। ऊ पातलो ज्यानको थियो। कलेजो रङको सर्ट र इट्टा रङको प्यान्ट लगाएको थियो। गोडामा कपडाको निलो जुत्ता थिए। कपाल दायाँतिर छड्के पारेर कोरेको थियो। उसले मलाई देख्यो र खिस्सा हाँस्यो। ऊ जनता दैनिकको जिल्ला रिपोर्टर थियो। कथाकार बन्न चाहन्थ्यो। कयौँपल्ट मलाई आफ्नो रुचिबारे इमेल लेखेको थियो। मैले उसको कथा प्रेमको उपहार शब्द शनिबारमा छापेको पनि थिएँ। म त ठ्याक्कै अघि नै आएको दाइ, जयदेव हाँस्यो।
हजुर ठ्याक्कै सुतेको हुनुहोला भनेर बाहिरै बसेको। म हाँसेँ। दाइ, मैले ठ्याक्कै एउटा बाइकको व्यवस्था गरिसकेको छु। जयदेवले अलि पर ठडाएको पल्सर बाइक देखायो। हुन्छ दाइ त्यो? दाइले भनेको भए जिपको पनि व्यवस्था गर्न सक्थेँ। दाइले बाइक नै भन्नुभयो। ठिक छ। मैले चुरोट ओठमा टाँसेँ। मैले बाइक नै खोजेको हो। जयदेवले सलाई कोरेर चुरोटको मुखमा आगो लगाइदियो। मैले लामो सर्को तानेँ। भने, बाइक खोजेकोमा धन्यवाद है। मलाई त नपाइएला भन्ने डर थियो। जाबो बाइक किन नपाउनु दाइ यहाँ? जयदेवले आफ्नो चुरोटको ठुटो जुत्ताले किचिमिची पार्यो। अहिले त ठ्याक्कै अमरपुरमा बाइक नभएको घरै छैनन्। बाइक त ठ्याक्कै फेसन भएको छ। नसक्नेहरूले पनि जग्गा दिदो राखेर बाइक किनेका छन्। म खिस्सा हाँसेँ। अनि दाइ, हजुर ठ्याक्कै प्रोग्राम के छ? एकैछिन बाँसबारी जान्छु, अनि अम्बर माविको हेडसरले बोलाछन्। स्कुल पनि जान्छु। आफ्नो पुरानो गाउँ एकपल्ट घुमौँ भनेर आएको। त्यस्तो विशेष केही छैन। दाइ, म पनि आउँ? ऊ अलिकति लजायो। होइन पर्दैन। तपाईँको कति काम होला? काम त छैन दाइ, जयदेव हाँस्यो। यसो दाइसित घुम्दा रमाइलो होला भनेर भनेको दाइ। अहिले त बाँसबारी पनि ठ्याक्कै पहिला जस्तो छैन। दाइको पुरानो अनुभव पनि सुन्न पाइएला भनेर। अब उसलाई नाइ पनि कसरी भन्नु? मैले मुन्टो हल्लाएँ। उसले उत्साही हुँदै भन्यो, ल दाइ, तपाईँ तयारी गर्दै गर्नुहोस्, म ठ्याक्कै आधा घन्टामा आउँछु। ऊ दुगुरिहाल्यो र ठ्याक्कै आधा घन्टामा बाइक हुर्याउँदै आयो। त्यतिन्जेल आस्था र जुना तल झरिसकेका थिए। म बाइक स्टार्ट गरिरहेको थिएँ। होटल साउजी दैलोमा बसेर मुसुमुसु हाँसिरहेको थियो। उसले मलाई काठमाडौँबाट आएको ठुलै मानिस ठानिरहेको थियो। जयदेवले अनेक थरी कुरा सुनायो होला। जुना बाइकको अगाडि बसी, आस्था पछाडि। जयदेवले जुनालाई आफूसित बस्न भनेको थियो। उसले अप्ठ्यारो मानी। एउटा मोटो धुवाँको मुस्लो छर्दै जयदेवले बाइक कुदायो। मैले पछ्याएँ। बाइक कुदाउँदै मैले अम्बरपुरलाई हेरिरहेँ। धेरै नै फरिसकेको रहेछ। बजार पस्ने र निस्किने दुईवटा बाटो मात्र थिए। अहिले त कैयौँ बाटो थपिएछन्। सोचे एक्लै आएको भए त अलमलमा पर्ने रहेछु। जयदेव आएर ठिकै भयो। ऊ अघि बाटो देखाउँदै दौडिरहेको थियो। म आफ्नै गाउँ पुग्न उसलाई पछ्याइरहेको थिएँ। अम्बरपुरबाट 10 किलोमिटर कुदेपछि आइपुग्यो सौथेनी नदी। नदीमा ठुलै पक्की पुल बनिसकेको रहेछ। पुलमाथि थोत्रा ट्रकहरू कालो धुवाँ फाल्दै कुदिरहेका थिए। मैले पुलमा बाइक रोकेँ। जयदेव बाइक पछाडि घुमाएर ग्यार पार्दै मसम्म आयो। यहाँ पुल पहिला थिएन। ढुङ्गा चढेर नदी तर्नु पर्थ्यो। मैले आस्थालाई भने। नदी पनि सुनसान हुन्थ्यो। यतै कतै पिचको माझीको सानो झुपडी थियो। मैले औँलाले देखाएको ठाउँतिर आस्थाले हेरी। त्यहाँ झुपडपट्टि थियो। वर्षादीले छाएका झुपडीहरू सुनसान थिए। नदी घाइते सर्प झैँ बिस्तारै हिँडिरहेको थियो। नदी किनारमा आइमीहरूले लुगा धोइरहेका थिए। नदी वरिपरि घना जङ्गल पनि थिएन। नदीमाथि उडिरहने सेतो बकुल्ला पनि थिएनन्। नदी किनारमा रोडा ढुङ्गा झिकेर होला ठुला भ्वाङ परेको थिए। आस्थाले क्यामेरा झिकी। जयदेवले हाम्रो पारिवारिक फोटो खिचिदियो। खाल्टाखुल्टी परेको बाटोमा हामी दगुर्यौँ। बाटो बाँसबारीतिर सोझियो। बाटो पहिला साँघुरो थियो। धुलो भरिएको। धुलो उडाउँदै लडिया हिँड्थे। बाटो दायाँ बायाँ घना जङ्गल थियो। मयूर लोखर्के खरायो गोहोरो के हुन्थे के। दिउँसै अँधेरो भए जस्तो हुन्थ्यो। अहिले ती साल, जमुना, साज, बेल, कैयौँका रुख पनि थिएनन्। मानौ बाढीले सबै बगाएर लगेको थियो। मन भरङ्ग भयो। यही जङ्गलमा लुकेर बस्ने बाघले खैरेगोरीलाई चिथोरेको थियो। अब त कसले विश्वास गर्ला र? जङ्गल त फराकिलो फाँट भइसकेको रहेछ। परसम्म रुखका ठुटा र भर्खरै पलाएको थोप्रा थोप्री मात्र देखिन्थे। पवन र मैले नाम खोपेको रुखहरू पनि कतै थिएनन्। ह्यान्डल बेसमरी समाउँदै मैले बाइक कुदाइरहेँ। बेला बोलिरहेँ। यहाँ ठुलो सालको रुख थियो। यहाँनिर जमुनाको रुख थियो। आस्था र जुनाले मुन्टो हल्लाइरहे। उनीहरू उजाड वन देखेर खिच्रिक्क परेका थिए। दाइ, तस्करहरूले ठ्याक्कै यो वन सकेका हुन्, जयदेवले भन्यो। मैले वन सखाप भएको रिपोर्टिङ गरेको पनि थिएँ। सायद दाइले पढ्नु भएन होला। मलाई धम्की पनि आएको थियो। मैले मुन्टो हल्लाएँ। सबै फेरिए पनि बुढो आँपको रुख भने उस्तै थियो। पहिला जङ्गलको बिचमा निदाइरहे जस्तो देखिन्थ्यो। रुख गाउँतिर सर्यो कि गाउँ रुखतिर आयो। रुख अहिले धुले बाटोकै छेउमा थियो। बाइकले उडाएको धुलोले अत्तालिरहेको। मान्छेको तालुबाट कपाल हराए चाहिँ उसको हाँगाबाट पात हराइसकेको रहेछन्। हाँगामा केही कौवा र प्लास्टिकका टुक्रा अल्झिरहेका थिए। मैले बाइक रोकेँ। यसो नजर उठाएँ। दाउरे झुन्डिएको हाँगो थिएन। सायद भाँचिएर फेरि पलाएन होला। मैले आशालाई भने, पहिला पानी पर्दा होस् या घाम चर्किँदा गोठाला यही रुखमा ओत लाग्थे। यो रुख जङ्गलको बिचमा थियो। साँझपख त मानिसहरू यो रुख छेउ आउन पनि डराउँथे। मेरो कुरा सुनेर सबै चकित भए, किनभने यही रुखबाट घना बस्ती सुरु भएको थियो। हाम्रो आँखा अगाडि 2 तले पक्की घर थियो, जसको छानामा ठुलो साइनबोर्ड थियो, तारा होटल बाँसबारी।
पवन र म यही आँपको पातको फिरफिरे बनाएर बाँसबारीतिर दगुर्थ्यौँ। बाँसबारी पुग्ने 1 घन्टा लाग्थ्यो। अहिले त दगुर्ने ठाम नै रहिरहन्छ। बाँसबारी वरैसम्म पो आइसकेको रहेछ। आमैले ठिक भन्थिन्, बाँसबारी त बिरानो भइसकेको रहेछ। फराकिलो बाटो समातेर अलि भित्र पुगेपछि देखेँ सानो चोक। बदाम बेचिरहेको ठेलावाल, अम्लेट बनाइरहेको ठेलावाल, कुल्फी चुस्दै कुदिरहेको केटाकेटी, गुजुप्प भिड लागेको पान पसल, समोसा तारिरहेको मिठाई पसल। ओहल्ला हतार। सिनेमा हल पनि आइसकेछ। घरका भित्ता भित्तामा टाँसिएको हिन्दी फिल्मको पोस्टर, घरका छाना छानामा डिस एन्टिना। के यो त्यही बाँसबारी हो जहाँ पवन र म खेतका कान्लै कान्ला दगुर्थ्यौँ? बीच बजारमा पुगेपछि म अल्मलिएँ। दुईवटा बाटो थिए, कता जाने होला? मेरो समस्या जयदेवले बुझ्यो र भन्यो, दाइ यता। मैले उसलाई पछ्याएँ। अलि पर पुगेपछि आयो झुपडपट्टि। चटाईले बारेको र वर्षादीले छाएका तुरी देखाउँदै बालकहरू यताउता कुदिरहेका थिए। सुँगुरहरू बाटोमा लम्तान्न बसिरहेका थिए। लुते कुकुरहरूले हाम्रो बाइकले पछ्याए। झुपडपट्टि परैसम्म फैलिएको थियो। झुपडपट्टिबाट अलि पर पुगेपछि मैले बाइक रोकेँ, किनभने बाइक कुदाउँदै गर्दा म झस्किएको थिएँ। के यो त्यही ठाउँ हो? यहाँ पहिला ठुलो बाँसबारी थियो। मैले कत्रक्क परेको ओठमा जिब्रो घसारेँ। आस्थाले चारैतिर हेरी। जुनालाई रमाइलो लागिरहेको रहेछ। मतिर पुलुक्क हेरी। हो, यहाँ ठुलो बाँसबारी थियो, जहाँ पवन र म बाँसका रुखमा नाम लेख्न आउँथ्यौँ। सर्पहरू खोज्दै चिलगाडी पनि बाँसघारीभित्र पस्थ्यो। पवन र मलाई बाँसघारीभित्र पस्दा सुरक्षित भए जस्तो लाग्थ्यो। हामी बाँसघारीभित्र बसेर अबेरसम्म खेल्थ्यौँ। बाँसका पातहरूमा ठोक्किएर भुइँमा टुक्रा टुक्रा भई खसेका घामका किरण हेर्थ्यौँ। कहाँ गए ती बाँसहरू? दाइ, यो सुकम्बासी बस्ती हो। कमैया प्रथा उन्मूलन भएपछि यो बस्ती बसेको हो, जयदेवले भन्यो। एक दुईपल्ट यो बस्ती हटाउने निर्णय पनि भएको थियो। ठ्याक्कै कसैको बल लागेन। मैले बाइकको ह्यान्डल निमोटेँ। घाम मेरा पछि पछि दगुर्दै आइरहेको थियो। त्यसका मसिना धार गर्दनमा बिजाउन थालिसकेको थियो। घामका धार मलाई किन यति कडा लागेका? काठमाडौँको चिसो मौसममा बसेकोले यस्तो भएको हो कि बाँसबारीको घाम फेरिएको? बाइकको गतिसँगै घरहरू पछाडितिर दगुरिरहेका थिए। दगुरिरहेका घरको छानामाथिको आकाशमा चिम्नीको धुवाँ देखियो। बाइक रोके। चिम्नीबाट निस्केको कालो सर्प जस्तो धुवाँको मुस्लो आकाशमा खेलिरहेको खरायो जस्ता बादललाई डस्न बत्तिरहेको थियो। यो इँटाबाट अझै चलिरहेको रहेछ है। मैले अस्ताको हातमा झुन्डिएको क्यामेरा लिएर धुवाँको मुस्लोको फोटो खिचेँ। यो इँटाबाट लामो समय बन्द थियो, जयदेवले भन्यो। ठ्याक्कै 5 वर्ष अघि गजमेर साहुले किनेर चलाएका हुन्। अहिले फाइदामा छ क्यारे। यो बजारमा धेरै पक्की घर बन्नुको ठ्याक्कै यो इँटाभट्टाको ठुलो योगदान छ दाइ। मैले घरहरूले आधा छेलिएको इँटाभट्टाको चिम्नी हेरिरहेँ। पहिला त यो इँटाभट्टा परैबाट देखिन्थ्यो। 100 मिटर वरिपरि कुनै घर थिएनन्, खेतहरू मात्र थिए। हेर्दा आँखै तिर्मिराउने गरी फराकिला। यिनै खेतका बीचमा कुलुरामले बुख्याचा बनाएर ठडाउँथ्यो। यही इँटाभट्टाको सोझै उत्तरपट्टि थियो शान्तारामको बगैँचा। पवन र म भोगटी चोर्थ्यौँ। एकपल्ट शान्तारामले भोगटी चोरेको फेला पारेर हाम्रो हातहरू बाबियाको डोरीले बाँधेको थियो। अहिले बगैँचा थिएन। बगैँचा भएकै ठाउँमा 2वटा पक्की र 3वटा कच्ची घर थिए। मैले अझै उत्तरपट्टि हेरेँ। त्यही त थियो सार्वजित मास्टर साहबको आँगन, जहाँ मैले उनको चड्कन खाएको थिएँ। रमालाई काँधमा बोकेर दगुरेको थिएँ। अहिले फर्निचर फ्याक्ट्री थियो। काठचिरेको आवाज चारैतिर फैलिरहेको थियो। पवन आफ्ना सारा स्मृतिहरू हराएर टोलाएर बस्थ्यो आँगनमा। मैले उसको उदास अनुहार, चमकविहीनका आँखा, कत्रक्क सुकेको ओठ सम्झेँ। मलाई उसकै स्मृतिका डोरीले हातगोडा बाँधेर यहाँसम्म ल्याइपुर्याएकै त हुन्, तर यहाँ त ऊ पनि थियो भन्ने कुनै चिन्ह बाँकी रहेनछन्। उसकै आँगनभन्दा अलि पर थियो ठुलो डुम्रेको रुख, जहाँ म एकपल्ट रातको अँधेरोमा एक्लै एक्लै रोएको थिएँ। मेरो रुवाईमा साथ दिँदै झ्याउँखिरीहरू पनि रोएका थिए। खै कहाँ गयो त्यो डुम्रेको रुख? डुम्रेको रुख भएकै ठाउँमा फोहोरको थुप्रो थियो। काठको टुक्रा, चाउचाउको खोस्टा, रक्सीका बोतल, प्लास्टिकका पोका, जसमाथि मरेको भुसिया कुकुरले आकाशतिर गोडा तन्काएको थियो। हरियो माखा भन्किरहेका थिए। गन्धदेखि जोगिन आजले रुमालले नाक छोपेकी थिए। जुना नाकमा पाखुरा दलिरहेकी थिए। यही फोहोरको थुप्रो बाटो हिँडेर पश्चिमतिर लाग्यो भने 10 मिनटमा पुगिन्थ्यो मेरो घर। अहिले त बाइकमा छु, फुत्त पुगिहाल्छु कि 4 मिनट लाग्यो। 16 वर्ष 3 महिना 4 दिनका दिन मैले आफ्नो घरको आँगनमा बाइक रोकेँ। आँगन उस्तै थियो र थियो आरुको बोट पनि। आँगन छेउमै फलामे रड, सिमेन्टको बोरा, इँटाका चाङ र काठका कडीको धुन थियो। घरको छाना र दैलो फेरिएको थियो। 16 वर्षपछि घर देख्दा छातीको जोड्नीमा रातो कमिलाले चिले जस्तो भयो। मैले आस्थालाई भने, यही पिँढीमा बसेर आमाले मेसिन चलाउँथिन्।
मेसिनको खटखट आवाज आँगनभरि नाचिरहन्थ्यो। त्यही आरुको रुखमनतिर मेरा बाले देहत्याग गरेका थिए। यही आँगनमा म पहिलोपल्ट आफ्नै गोडामा उभिएको थिएँ। आँगनको चारैतिर फुलेको सयपत्री र सुपारी फुलका थुङ्गाहरू छोएको थिएँ। आमाले मेरो साल यही घरको करेछामा गाडेकी थिइन्, जहाँ अहिले नयाँ बन्ने घरको काठका झ्यालहरू राखिएका थिए। गोठमा बाख्रा र कुखुरा थिए, ती पालैपालो कराइरहेका थिए। आमैले खैरे गोरु मरेपछि कुनै पनि पशु पाल्ने मन गरिनन्। गोठ मौन र उदास रहन्थ्यो। म सुटुक्क गोठमा आएर बालाई सम्झेर रुन्थेँ। अहिले भने गोठ आवाजले भरिएको थियो। बाख्रा र कुखुराका लागि 2वटा कोठा छुट्याइएको थियो। गोठमा न शून्यता थियो न त मेरा सुस्केराहरू। म जहिले पनि बाहिरबाट आउँदा आमै आमै भन्दै घरभित्र पस्थेँ, तर यसपालि बाहिरै उभिरहेँ। म अतीतका ती दिनहरूको खोजी गरिरहेका थिएँ। तिनै दिनहरूको दैलो उगारेर कसैले ए बन्ते भनेर बोलाइहाल्छ कि जस्तो लागिरहेको थियो।